ब्लग चाहिँ होइन एकदम इन्ट्रेस्टिङ हुनेछ। कोही बाहिर दुनियाँबाट आएको एलियन जस्तो गर्छ यार, अनि यस्तो बालो पनि हेरिरहन्छन् यार। कतै ठोकेको थियो यार गाडी होइन। जाडो यहाँ यति बढेको छ अनि पुरै नगरौँ के जाडोको है। हेलो गाइज, फेरि पनि स्वागत छ मेरो न्यू भियालोजी ब्लगमा। यो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु होइन भन्नुपर्दा। अनि कस्तो छ नयाँ ताजा खबर? यता चाहिँ सब कुछ बढिया छ है। जाडो यति बढिरह है, यतातिर लास्ट जाडो बढिरह यार। मेरो कपाल झरेछ, कतै ठोकेको थियो यार गाडी। भन्नुपर्दा गाइज होइन, जाडो यहाँ यति बढेको छ अनि पुरै नगरौँ के जाडोको है। मान्छेले खै यसरी कसरी बिहान बिहान उठेर काम गर्छ नि। ओ भाइ ये क्या है यार, तर हामी चाहिँ सकिन्न। देखियो होला यार गाई, आज 3-4वटा भनेपछि 4-5वटा टी सर्ट लाग्यो यार। एक त पातलो मान्छे कि जाडो यस्तो भइरह होइन। एक त पातलो मान्छे झन् टी सर्ट लगाएर मोटा आएको अचलले। मैं तो कुछ और ही समझ रहा था। अनि यस्तो छ मेरो चाहिँ लुक चाहिँ होइन। यति जाडो बढ्यो गाइज, अब 4-5 अब हप्तामा त्यहाँदेखि घाम लागेछ भने यस्तो माइक्रोफोन होल्ड्यो यार मेरो यार, बडी नै होल्ड्यो यार। सही पकडे हैं। अब हप्तामा एकचोटि नुहाइन्छ होला अब। के बोले भाइ? किनकि जाडो धेरै बढ्यो। अब जाडामा नहुने कुरो चाहिँ हुँदैन गाइज होइन। अब हप्तामा 1-2चोटि नुहाइन्छ होला। बडा हरामी हो बेटा। आजको ब्लग चाहिँ होइन एकदम इन्ट्रेस्टिङ हुनेछ। सकेसम्म आज चाहिँ म कपडा किन्न जाने, किनकि जाडो बढेर यहाँ बिहान काम गर्न सकिन्न गाइज यार। यस्ता टी सर्ट लगाएर हमारे यहाँ ऐसा ही होता है गाइज होइन। आजको घाम चाहिँ के झुर्लुक्क आउँछ झुर्लुक्क जान्छ। यसलाई पनि आज जाडो भयो जस्तो छ कि घामलाई पनि यार। कपडा यति लाइयो कि केटा। 7 जुनीको कपडा आज एकैचोटि लाइयो। यति चिसो छ आए गाइजहरू। यो बेला होइन एक कप चिया खाना पाउने भने पनि स्वर्गै पुगिन्थ्यो जस्तो फिल भइरहेछ है। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। यति जाडो भइरह टक्क। बढिया। अनि गाइजहरू होइन, जुन चाहिँ मेरो सब्सक्राइबर हुन् ठ्याक्कै सब रोडमा बसेका हुन्छन् होइन। गाइज यति चिसो छ है बगफ्रे बाफ। यहाँ चाहिँ त होइन, नेपालमा चाहिँ कस्तो छ यार। म चाहिँ होइन पहिलोचोटि यो जाडोमा इन्डियामा परेको होइन। एकचोटि म चाहिँ आएको चाहिँ 1 मन्थ हुन लाग्यो, 1 वर्ष हुन लाग्यो होइन। पहिला सुरुमा चाहिँ म ठ्याक्कै गर्मी स्टार्ट हुन लाग्थ्यो त्यति बेला आएको थिएँ होइन। तर अहिले चाहिँ होइन गर्मी त अब जन्ता नखटाइयो होइन। तर जाडो चाहिँ यति छ, मलाई मान्छेले यस्तो हेरे हानमा है। यहाँ रहेछन् 3-4-6-7 जना छन् यस्तो हेरे हान कि जस्तो कि म कुनै बाहिर दुनियाँबाट एलियन हुँ यार। सही पकडे हैं। हेर गाइजहरू। अनि म चाहिँ कोही बाहिर दुनियाँबाट आएको एलियन जस्तो गर्छन् यार। म एलियन जस्तो छु र, म कालो भएर त हेरे होइन। अरे हाँ भाई हाँ। ठिक छ यार, अब भएन हालेर के भन्छ अरे। अब आज जल्दी हो गयो भैया जी। अनि यस्तो बालो पनि हेरिरहन्छन् यार। म कालो भएर हो कि गाइज यार, म गोरो त यार इन्डियादेखि लास्टै गोरो भएको थिएँ। झन् अब त जाडो भयो गाइज होइन, घामले डोडिन्न त। यो महिनामा एकचोटि नुहाइन्छ, महिनामा एकचोटि भिडियो बनाउने हो कि अब। किनकि अब कालो भइन्छ क्या त्यो देखिन्न। त्यहाँ एक त तेरो महिना एकचोटि भ्लग हालेपछि त अब टक्क जुन दिन नुहाउँछु त्यही दिन मेरो भ्लग आउँछ गाइज। यदि कुरा लेखेर राख्नु होइन। हेर न, यत्रो साँडे हुन्छ नि, यत्रो हाई बोल्दैन र न त्यत्रोमा।